तेस्रो रडको यो चाहिँ अम्लेट झिक्न लाग्छु हेर्नुहोस् है। अब यो अम्लेटमा माछा चाहिँ कति पर्छ हेरौँ है। छेउछेउमा चाहिँ देखिरहेछ माछाहरू हेर्नुहोस् है, मजाले देखिरहेछ। यतापट्टि पनि छ है हेर्नुहोस् है, देखिरहेछ, उता पनि छ हेर्नुहोस्। अब कति पर्छ चाहिँ तपाईँलाई देखाउँछु हेर्नु है। ल है हाम्रो साथी झिक्न लाग्छ अब हेरौँ है, माछा चाहिँ कति हेरौँ है यहाँ। ल हेर्नुहोस् है माछा कति छ अब यसमा। यो चाहिँ नाइटमा चाहिँ अम्लेट नेटमा झिकालेको माछा चाहिँ कति पर्छ हेरौँ। माछा चाहिँ ठिकै होला माछा। ल हेर्नुहोस् माछा यहाँ पनि छ, पोकै छ, यहाँ पनि पोकै छ माछा। र उता हामी त तपाईँलाई अब खोलेर देखाउँछु कति छ यसमा चाहिँ। ल है साथीहरू हेर्नुहोस् है, यो अम्लेट नेट चाहिँ यो चाहिँ तेस्रोमा हो, अघिको दुईवटामा गरेर चाहिँ यति परेछ हेर्नुहोस् है, सबै बुदुना हो हेर्नुहोस्। अहिले अब तेस्रोमा चाहिँ कति पर्छ हेरौँ है। ल हेर्नुहोस् यसमा पनि छ माछा हेर्नुहोस् है, निकालिरहेछ ऊ, निक्लिरहेछ। र हेर्नुहोस् है तिनवटामा चाहिँ माछा यति परेको छ। र तिनवटा माछा कति पर्छ म तपाईँलाई देखाइदिन्छु हेर्नु है। सल्लक्कै चाहिँ लगभग होला माछा सबै एउटै बुदुना कुरको सबै गरेर होला लगभग